भाइ बहिनीहरू नमस्ते। आज चाहिँ नि हामीले सिम्पल स्ट्रेस स्ट्रेन च्याप्टर चाहिँ नि डिस्कसन गर्न गइरहेछौँ। यसमा चाहिँ नि सुरुमा स्ट्रेस छ। स्ट्रेसको बारेमा थोरै बुझौँ पहिला। अब स्ट्रेस भनेको के त? स्ट्रेस भनेको के भन्दाखेरि होइन, स्ट्रेस भनेको चाहिँ नि यो पहिला डेफिनेसनबाट छन्। When the external force is applied on the member, it developed internal resisting force. This internal resisting force per unit area is known as stress भन्छ होइन। अब भने के भन्दाखेरि यसलाई एउटा फिगरबाट क्लियर गरौँ है। यो फिगर तल पनि छ। जस्तो हाम्रो चाहिँ के छ भन्दाखेरि एउटा मेम्बर लियौँ होइन, एउटा मेम्बर लियौँ। मेम्बरमा चाहिँ नि हाम्रो के छ, एक्सटर्नल फोर्स लगाउँदाखेरि when the external force is applied on the body भन्छ होइन। जब हामीले चाहिँ नि बोडीमा चाहिँ नि एक्सटर्नल फोर्स लगाइरहेछौँ, चाहे कि त यो टेन्साइल पनि होला, कम्प्रेसिभ नेचरको पनि होला। अहिले हामीले कम्प्रेसिभ हेऱ्यौँ। जब हामीले यसमा चाहिँ नि एक्सटर्नल फोर्स लगाउँछौँ तब चाहिँ नि के हुन्छ भन्दाखेरि यसमा इन्टर्नल फोर्स इन्ड्युस हुन्छ। त्यो इन्टर्नल फोर्स पर युनिट एरिया नै स्ट्रेस हो भन्छ है। अब जस्तो यहाँ सुन्नुहोस्, यहाँ हामीले पिपी भन्ने चाहिँ नि एक्सटर्नल फोर्स लगायौँ भनेपछि होइन, पिपी भन्ने एक्सटर्नल फोर्स लगायो भनेपछि यसको फ्री बडी डायग्राम हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यसको फ्री बडी डायग्राम हेरौँ। यसको फ्री बडी डायग्राम हेर्दाखेरि चाहिँ नि अब यतापट्टि पी फोर्स लागिरहेछ, यतापट्टि पी फोर्स लागिरहेछ। रेजिस्टिङ फोर्स चाहिँ के हुन्छ भन्दाखेरि लगाएको एक्सटर्नल एप्लाइड लोडको चाहिँ नि अपोजिट डाइरेक्सनमा लाग्छ, किनकि रेजिस्ट गर्ने हो नि त। यतापट्टि पी लागिरहेको छ भने यसलाई रेजिस्ट गर्नलाई यतापट्टिबाट फोर्स लाग्नु पर्यो। त्यसै गरी यतापट्टिबाट पी लागिरहेको छ भने चाहिँ फ्री बडी डायग्राम हो, यतापट्टिबाट के लाग्नु पर्यो, रेजिस्टिङ फोर्स लाग्नु पर्यो। अब रेजिस्टिङ फोर्सलाई हामीले आर भनौँ है त। यस्तो छ भनेपछि यो आर भने चाहिँ के हो भन्दाखेरि रेजिस्टिङ फोर्स हो, रेजिस्टिङ फोर्स हो। यो फोर्स चाहिँ स्ट्रेस होइन कि, यो रेजिस्टिङ फोर्स पर युनिट एरिया, यहाँनिर भएको जुन क्रस सेक्सन एरिया ए होला हो, त्यो चाहिँ नि त्यो दुईको रेसियो चाहिँ नि हाम्रो स्ट्रेस हो। स्ट्रेस भने के भन्दाखेरि स्ट्रेसलाई सिग्माले जनाइन्छ इन्टर्नल रेजिस्टिङ फोर्स पर युनिट एरिया। इन्टर्नल रेजिस्टिङ फोर्स के छ, आर ओपन ए हो। यो चाहिँ नि हाम्रो के हो, स्ट्रेस हो। अब डेफिनेसन अझै क्लियर हुन्छ होला, यहाँ हेरौँ। यति बुझिसकेपछि when the external force is applied on the member, त्यति बेला हामीले मेम्बरमा चाहिँ नि एक्सटर्नल फोर्स लगाउँछौँ, त्यति बेला यो मेम्बरमा के हुन्छ, इन्टर्नल फोर्स प्रोड्युस हुन्छ। इन्टर्नल फोर्स प्रोड्युस हुन्छ, जुन इन्टर्नल फोर्स पर युनिट एरिया नै के हो, हाम्रो स्ट्रेस हो होइन। इन्टर्नल फोर्स प्रोड्युस हुन्छ। दिस इन्टर्नल रेजिस्टिङ फोर्स पर युनिट एरिया इज नन एज स्ट्रेस। भनेपछि स्ट्रेसलाई हामीले के जनायौँ, सिग्माले जनायौँ। सिग्मा जनाइसकेपछि चाहिँ नि इन्टर्नल फोर्स सिग्मा स्ट्रेस बराबर चाहिँ नि इन्टर्नल फोर्स पर युनिट एरिया भइहाल्यो। इन्टर्नल फोर्स हाम्रो आर छ होइन। अघिको फिगरमा हामीले कम्प्रेसिभ फोर्स लगाउँदाखेरि हेऱ्यौँ। अहिलेको चाहिँ नि यसमा चाहिँ नोटमा चाहिँ नि हाम्रो चाहिँ नि टेन्साइल फोर्स लगाइरहेछौँ होइन। जुनसुकै फोर्स लगाउँदा नि हुन्छ। जस्तो हाम्रो यहाँ तिमीहरूको चाहिँ नि यहाँ टेन्साइल फोर्स लागिरहेछ। अब यो फिगरको फ्री बडी डायग्राम हेर्दाखेरि हाम्रो चाहिँ नि के हुन्छ भन्दाखेरि एक्सटर्नल फोर्स टेन्साइल नेचरको छ भनेपछि यो बाहिर लाग्ने फोर्सलाई रेजिस्ट गर्नलाई हाम्रो यसको अपोजिट डाइरेक्सनमा यतापट्टि फोर्स आउनु पर्यो, किनकि यो रेजिस्टिङ फोर्स हो। त्यसै गरी यतापट्टि यो डाइरेक्सनमा लाग्ने फोर्सलाई रेजिस्ट गर्नलाई यतापट्टि फोर्स इन्ड्युस हुनु पर्यो हो। यो इन्टर्नल फोर्स पर युनिट एरिया होइन, इन्टर्नल फोर्स बाई क्रस सेक्सनल एरिया भन्नु नै हाम्रो के हो, स्ट्रेस हो है। यति बुझ्नुभयो होला। अब यसपछि हामी स्ट्रेसको चाहिँ नि टाइप्सहरू डिस्कसन गरौँ होइन। अब यसपछि एउटा सानो कन्सेप्ट चाहिँ के पनि बुझ्नु पर्यो भन्दाखेरि, जस्तो हामीले के भन्यो भन्दाखेरि यो चाहिँ नि हाम्रो चाहे कम्प्रेसिभ होस्, चाहे यसमा यो कन्फ्युज नहुनु होला, यसमा कम्प्रेसिभ फोर्स लगाउँदाखेरि पनि हेर्न पाइयो, टेन्साइल फोर्स लगाएर पनि हेर्न पाइयो है। यो चाहिँ नि रेजिस्टिङ फोर्स हो। अब चाहिँ कुरा के हुन्छ भन्दाखेरि जति हामीले एक्सटर्नल फोर्स यो मेम्बरमा एप्लाई गरेर हुन्छौँ त्यही बराबरको इन्टर्नल फोर्स प्रोड्युस हुन्छ यसमा। जति हामीले एक्सटर्नल फोर्स यो मेम्बरमा लगाइरहेको हुन्छौँ, एक्सटर्नल फोर्स हामीले पी लगाइरहेको छ भनेपछि पी बराबरकै इन्टर्नल फोर्स प्रोड्युस हुन्छ भनेपछि हाम्रो एक्सटर्नल फोर्स पी भयो, पी बराबरकै इन्टर्नल फोर्स प्रोड्युस हुन्छ भनेपछि पी बराबर आर भयो। त्यसो हो भनेपछि यो आरको ठाउँमा चाहिँ के लिन मिल्छ भन्दाखेरि आरको ठाउँमा पी ओपन, आरको ठाउँमा चाहिँ पी लिन पाइयो नि त, ओपन ए होइन।
अब चाहिँ नि हामी न्युमेरिकल गर्दाखेरि चाहिँ नि एक्सटर्नल लगाएको फोर्स लाई लिएर हामीले स्ट्रेस निकाल्न सक्छौँ है। त्यति हो कुरा। त्यसो भनेपछि अब यसमा हेरौँ। अब त्यही हो, हामीले थाहा भइसक्यो। हामीलाई के थाहा भयो भन्दाखेरि होइन, सिग्मा इज इक्वल्स टु इन्टरनल रेजिस्टिङ फोर्स ओपन एरिया। अब जति हामीले एक्सटर्नल फोर्स लगाउँछौँ त्यत्तिकै यो बडीमा चाहिँ इन्टरनल फोर्स प्रोड्युस हुन्छ भनेपछि हाम्रो पी बराबर के भयो, आर भयो। भनेपछि हामीले यहाँ आरको ठाउँमा समान के गर्यौँ, पी लेख्यौँ। अरू त्यो जस्ताको त्यस्तै हो है। अब जसमा चाहिने टर्मिनोलोजीहरूमा चाहिने आर भनेको के हो भन्दाखेरि एक्सटर्नल फोर्स लगाउँदाखेरि यो बडीमा इन्ड्युस भएको डेभलप भएको चाहिँ के हो, इन्टरनल फोर्स हो, इन्टरनल रेजिस्टिङ फोर्स इन्ड्युस्ड इन अ बडी। त्यसपछि पी भनेको के हो भन्दाखेरि हामीले लगाएको एक्सटर्नल फोर्स हो, र ए भनेको के हो भन्दाखेरि हाम्रो मेम्बरको चाहिँ नि यो क्रस सेक्सनल एरिया हो, क्रस सेक्सनल एरिया हो है त। ओके। अब त्यसो हो भनेपछि हाम्रो स्ट्रेसको युनिट चाहिँ के हुन्छ भन्दाखेरि स्ट्रेसको युनिट चाहिँ जस्तो यहाँ हेर्नुहोस्, स्ट्रेसको युनिट यहीँबाट नि हेर्न पाइयो। यहाँ सिग्मा इज इक्वल्स टु पी हो पनि, पी भनेको फोर्स हो, फोर्सको न्युटन हुन्छ, एरियाको मिटर स्क्वायर होला, मिटर स्क्वायरलाई एमएम स्क्वायरलाई सिएम स्क्वायरमा होला है त। अब यहाँनिर हेर्दाखेरि चाहिँ नि युनिट अफ स्ट्रेस भन्दाखेरि अब युनिट अफ द स्ट्रेस के रहेछ हाम्रो न्युटन पर मिटर स्क्वायर, जसलाई चाहिँ के पनि भन्न मिल्छ, पास्कल पनि भन्न मिल्छ। त्यसो भनेपछि अब यो टर्म्सहरू हाम्रो चाहिँ के हुन्छ, न्युमेरिकल्सहरूमा आउँछ होइन। किलो पास्कलमा दिएपछि पास्कलमा चेन्ज गर्नु पर्ला होइन। त्यसो भनेपछि 1 किलो पास्कल बराबर होइन, यो के भने किलो पास्कल भइहाल्यो। 1 किलो पास्कल बराबर कति पास्कल हुन्छ भन्दाखेरि 10⁻³ पास्कल हुन्छ। किलो के भन्ने बित्तिकै 10⁻³ बुझ्नु पर्यो। किलो भन्ने बित्तिकै 10⁻³ जस्तो 1 किलोमिटर बराबर 10⁻³ मिटर हुन्छ। त्यसै गरी 1 किलो पास्कल बराबर 10⁻³ पास्कल हुने भयो। त्यसै गरी मेगा पास्कल, त्यसै गरी यहाँनिर चाहिँ नि 1 मेगा पास्कल होइन, एम भने मेगा पास्कल, मेगा पास्कल भन्ने बित्तिकै एम भन्ने बित्तिकै 10⁻6 सम्झिनु पर्यो। 1 मेगा पास्कल इक्वल 10⁻6 पास्कल है त। त्यसै गरी यो पास्कल भन्नु र न्युटन पर मिटर स्क्वायर भन्ने एउटै है। पास्कललाई नै न्युटन पर मिटर स्क्वायर लेख्न सकिन्छ, अथवा न्युटन पर मिटर स्क्वायरलाई नै पास्कल लेख्न सकिन्छ। एज अ प्रेसरमा चाहिँ नि हामी जस्तो चाप भन्ने हुन्छ नि, प्रेसरमा फोर्स ओपन एरिया, त्यहाँ चाहिँ नि न्युटन पर मिटर स्क्वायर अथवा चाप पास्कल भन्ने हुन्थ्यो नि त, त्यहाँबाट पनि क्लियर हुन्छ। अब त्यसपछि यसमा थर्ड युनिट हेर्नुहोस्। थर्ड युनिट के छ त हाम्रो भन्दाखेरि 1 जिपिए भन्छ, जिपिए 1 गिगा पास्कल। गिगा पास्कल भन्ने बित्तिकै के बुझ्नु पर्यो, 10⁹ पास्कल बुझ्नु पर्यो है। जी को ठाउँमा 10⁹ पास्कल, 1 गिगा पास्कल इज इक्वल टु 10⁹ पास्कल बुझ्नु पर्यो। अब किलो भन्ने बित्तिकै 10⁻³, मेगा भन्ने बित्तिकै 10⁻6, गिगा भन्ने बित्तिकै 10⁹ चाहिँ के बुझ्नु पर्यो, हामीले टर्म्सहरू बुझ्नु पर्यो। त्यसपछि अब टाइप्स अफ स्ट्रेसमा आउँ। अब स्ट्रेस चाहिँ डिफ्रेन्ट टाइप्सकोहरू छ होइन, जसमा चाहिँ नि टाइप्स अफ स्ट्रेसमा चाहिँ सुरुमा चाहिँ हेरौँ। बेसिकली देयर आर 2 टाइप्स अफ द स्ट्रेस विच आर गिभन एज भन्छ होइन। फर्स्टमा चाहिँ के छ भन्दाखेरि हाम्रो नर्मल स्ट्रेस छ। अब नर्मल स्ट्रेस छ, नामबाट क्लियर छ, नर्मल स्ट्रेस। नर्मल भनेको के भन्दाखेरि केसँग परपेन्डिकुलर होला। अब केसँग परपेन्डिकुलर हुन्छ भन्दाखेरि द स्ट्रेस विच इज एक्टिङ इन द डाइरेक्सन perpendicular to the cross section is known as normal stress। अब चाहिँ नि कस्तो स्ट्रेस, नर्मल स्ट्रेस है त। नर्मल स्ट्रेसको बारेमा बुझौँ, नर्मल स्ट्रेसको बारेमा बुझौँ। नर्मल स्ट्रेस होइन, नर्मल स्ट्रेस। नर्मल स्ट्रेस यहाँ कस्तो स्ट्रेस भन्दाखेरि कुनै मेम्बर छ, कुनै मेम्बरको चाहिँ नि परपेन्डिकुलरमा लाग्ने, कुनै मेम्बरको क्रस सेक्सनसँग परपेन्डिकुलरमा लाग्ने स्ट्रेसलाई चाहिँ के भन्छ, नर्मल स्ट्रेस भन्छ। त्यस्तो स्ट्रेस जुन चाहिँ के छ भन्दाखेरि हाम्रो मेम्बरको क्रस सेक्सनसँग नर्मल परपेन्डिकुलर लाग्छ भने चाहिँ त्यस्तो स्ट्रेसलाई के भन्ने, नर्मल स्ट्रेस भन्ने। त्यस्तो स्ट्रेसलाई के भन्ने, नर्मल स्ट्रेस भन्ने है त। त्यस्तो यो हाम्रो मेम्बर भइसकेपछि यो क्रस सेक्सनसँग परपेन्डिकुलर लाग्ने, नर्मली लाग्ने स्ट्रेसलाई के भन्छ, हाम्रो नर्मल स्ट्रेस भन्छ। अब नर्मल स्ट्रेस इज फर्दर सब डिभाइडेड इन्टु 2 टाइप्स। हाम्रो नर्मल स्ट्रेसलाई फेरि 2 टाइपमा विभाजन गरिएको छ, जुन चाहिँ के छ भन्दाखेरि एउटा टेन्साइल स्ट्रेस छ र अर्को कम्प्रेसिभ छ है। पहिला हामी टेन्साइललाई बुझौँ। अब चाहिँ हेर, अब चाहिँ के भन्छ भन्दाखेरि यसमा हेरौँ, अ फोर्स टेन्डिङ टु। अब पहिला हाम्रो चाहिँ नि टेन्साइल फोर्स भनेको के हो बुझौँ। टेन्साइल फोर्स बुझिसकेपछि टेन्साइल फोर्सले गर्दाखेरि आउने स्ट्रेस नै के हो, हाम्रो टेन्साइल स्ट्रेस हो। अब यसमा हेरौँ, सुरुमा हेरौँ, अ फोर्स tending to pull or stretch a body is known as
टेन्साइल फोर्स। टेन्साइल फोर्समा के भन्दाखेरि अपवर्ड टेन्डिङ यहाँ चाहनु, त्यो फोर्स जुन चाहिँ के चाहन्छ भन्दाखेरि बडीलाई हाम्रो मेम्बरलाई तान्न वा स्ट्रेच गर्न खोज्छ। हाम्रो त्यस्तो फोर्स जसले चाहिँ के चाहन्छ भन्दाखेरि मेम्बरलाई तान्न, पुल गर्न वा स्ट्रेच पन्काउन खोज्छ, त्यस्तो फोर्सलाई के भन्छ टेन्साइल फोर्स भन्छ। त्यति बेला अब यसमा टेन्साइल फोर्स लागेको बेला चाहिँ नि जुन स्ट्रेस प्रोड्युस हुन्छ नि त्यसै स्ट्रेसलाई के भन्छ टेन्साइल स्ट्रेस भन्छ। अब यसमा हेर a force tending to pull or stretch a body is known as tensile force and the stress induced by this force is known as tensile stress। कुनै पनि बडीलाई तान्ने फोर्सलाई टेन्साइल फोर्स भन्छ र त्यो तान्ने फोर्सले गर्दाखेरि यसमा जुन इन्टर्नल रेजिस्टिङ फोर्स आउँछ त्यसलाई चाहिँ नि एरियाले डिभाइड गर्दाखेरि आउने स्ट्रेस नै के हो हाम्रो टेन्साइल स्ट्रेस हो। अब यहाँ हेर्नुस् यो फिगरबाट हेरौँ यो हाम्रो के छ मेम्बर छ, मेम्बरलाई तान्न खोजिरहेछ। यो यहाँ हेर्नु टेन्साइल फोर्सवाला फिगर हो। यो पी भने चाहिँ के हो भन्दाखेरि टेन्साइल फोर्स हो, यसले चाहिँ मेम्बरलाई तान्न खोजिरहेछ। यो टेन्साइल फोर्सले गर्दाखेरि यसमा हेर इन्टर्नल यहाँनिर हामीले सिग्मा टी भन्ने स्ट्रेस आइरहेछ, यो सिग्मा टी भन्ने स्ट्रेस जुन आइरहेछ त्यसलाई चाहिँ टेन्साइल स्ट्रेस भनिन्छ। अब यो सिग्मा टी कन्फ्युज नहुनु होला, सिग्मा टी इक्वल्स टु हाम्रो आर ओपन ए नै हुन्छ। रेजिस्टिङ यहाँनिर हामीले आर लेख्न छोडे मात्रै हो हैन, यो आर ओपन एरिया गर्दाखेरि सिग्मा टी नै आउँछ, त्यही भएर हामीले फाइनल रिजल्ट सिग्मा टी लेख्या हो। अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि कुनै पनि मेम्बरमा चाहिँ नि मेम्बरलाई तान्न वा इलोङ्गेट गर्न खोज्ने फोर्सलाई चाहिँ नि टेन्साइल फोर्स भनिन्छ भनेपछि त्यो फोर्सले गर्दाखेरि आउने स्ट्रेसलाई के भन्छ टेन्साइल स्ट्रेस भनिन्छ। टेन्साइल स्ट्रेसलाई सिग्मा टीले जनाएको छ, यो फ्री बोडी डायग्राममा चाहिँ देख्न सक्नुहुन्छ तपाईहरु। अब चाहिँ यसमा हेर्नुस् द टेन्साइल स्ट्रेस टेन्स, अब त्यो टेन्साइल स्ट्रेस चाहिँ के चाहन्छ भन्दाखेरि टेन्स टु इन्क्रिज द लेन्थ एन्ड डिक्रिज द क्रस सेक्सन अफ द बडी। अब तपाईहरु आफै भन्नुस् यो टेन्साइल फोर्स लाग्दाखेरि चाहिँ नि के हुन्छ यसको लेन्थ चाहिँ नि बढ्न खोज्छ, सँगसँगै के हुन्छ भन्दाखेरि यसको क्रस सेक्सन एरिया चाहिँ घट्छ हैन। जस्तो हामीले चुइगम चपाइरहेको बेला चुइगम यसरी तान्ने हो भने चाहिँ के हुन्छ लेन्थ त बढ्छ तर त्यसको चाहिँ नि के हुन्छ क्रस सेक्सन एरिया चाहिँ घट्छ नि त, त्यही भएर चाहिँ नि यसमा एक्सप्लेन गरे मात्रै हो, अरु केही नि हैन। अब त्यसपछि चाहिँ नि हाम्रो सेकेन्ड टाइपमा जाउँ। सेकेन्ड टाइप चाहिँ के छ भन्दाखेरि कम्प्रेसिभ स्ट्रेस छ जसलाई चाहिँ सिग्मा सी जनाएको छ। अब यसमा हेर्नुस् अब कस्तो फोर्सलाई कम्प्रेसिभ फोर्स भन्छ भन्दाखेरि त्यस्तो फोर्स जसले चाहिँ नि बडीलाई के गर्छ भन्दाखेरि पुश गर्छ अथवा कम्प्रेस गर्छ, बडीलाई चाहिँ के गर्छ पुश गर्छ, यो पुश गर्छ भित्रतिर पुश गर्छ अथवा कम्प्रेस गर्छ, त्यस्तो फोर्सलाई चाहिँ नि कम्प्रेसिभ फोर्स भन्छ। र त्यो कम्प्रेसिभ फोर्सले गर्दाखेरि आउने स्ट्रेसलाई के भन्छ कम्प्रेसिभ स्ट्रेस भन्छ। यसमा हेर अ फोर्स टेन्डिङ टु पुश अर कम्प्रेस अ बडी, बडीलाई चाहिँ थिच्न खोजिरहेछ त्यस्तो फोर्सलाई के भन्छ कम्प्रेसिभ फोर्स भन्छ। एन्ड द स्ट्रेस इन्ड्युस्ड बाइ दिस फोर्स इज कल्ड कम्प्रेसिभ स्ट्रेस हैन। र त्यो फोर्सले गर्दाखेरि आउने स्ट्रेसलाई के भन्छ कम्प्रेसिभ स्ट्रेस भन्छ। जस्तो यसमा हेर्नुस् जस्तो यहाँ हेर्नुस् यो कम्प्रेसिभ फोर्स यसमा लागिरहेछ, कम्प्रेसिभ फोर्स पी कम्प्रेसिभ एक्सटर्नल फोर्स के छ भन्दाखेरि यो बडीलाई थिचिरहेछ पुश गरिरहेछ, जसले गर्दाखेरि चाहिँ नि हाम्रो कम्प्रेसिभ स्ट्रेस चाहिँ नि यो सिग्मा सी यता आइरहेछ, सिग्मा सी हेर्नुहोस् सिग्मा सी को डाइरेक्सन पनि हेर्नुहोस् हैन। यो कम्प्रेसिभ फोर्सले गर्दाखेरि यहाँनिर हाम्रो चाहिँ नि के आइरहेछ कम्प्रेसिभ स्ट्रेस आइरहेछ, त्यसलाई चाहिँ के भनिन्छ कम्प्रेसिभ स्ट्रेस भनिन्छ हैन। कम्प्रेसिभ फोर्स भने कस्तो फोर्स भन्दाखेरि जसले चाहिँ नि बडीलाई चाहिँ नि थिच्न खोज्छ त्यसलाई कम्प्रेसिभ फोर्स भन्छ, त्यो फोर्सले गर्दाखेरि आउने स्ट्रेसलाई के भन्छ कम्प्रेसिभ स्ट्रेस भन्छ। अब कम्प्रेसिभ फोर्स अथवा कम्प्रेसिभ स्ट्रेसलाई के चाहन्छ भन्दाखेरि द कम्प्रेसिभ फोर्स टेन्ड्स टु सर्टन और डिक्रिज द लेन्थ एन्ड इन्क्रिज द क्रस सेक्सन अफ द बडी। अब चाहिँ तपाईहरु आफै भन्नुस् तपाईहरुले चाहिँ नि कुनै पनि बडीलाई चाहिँ यसरी थिच्यो भने चाहिँ के हुन्छ यसको चाहिँ नि लेन्थ चाहिँ घट्छ भनेपछि त्यसको चाहिँ नि क्रस सेक्सन एरिया चाहिँ बढ्छ। हजुरहरुले चाहिँ नि घरमा आटा गुद्नु भएको छ भनेपछि लास्टमा जुन हाम्रो रोटी पकाउनलाई तयार भएको जुन हाम्रो चाहिँ नि आटा हुन्छ त्यसलाई चाहिँ नि के हो त्यसलाई थिच्यो भनेपछि के हुन्छ त्यसको लेन्थ चाहिँ घट्छ तर त्यसको के हुन्छ त्यसको चाहिँ नि क्रस सेक्सन एरिया चाहिँ के भइरहन्छ बढेर हुन्छ हैन। त्यही भन्दा छ कम्प्रेसिभ फोर्सले चाहिँ नि के गर्छ भन्दाखेरि लेन्थलाई घटाउँछ भनेपछि हाम्रो चाहिँ नि त्यो क्रस सेक्सन एरिया चाहिँ के हुन्छ बढाउँछ
है त। अब यसमा हेर्नुहोस् यो कम्प्रेसिभ फोर्स लागिरहेछ अनि कम्प्रेसिभ स्ट्रेस प्रड्युस भएको पनि देखाएको छ है त। अब यसपछि चाहिँ नि बेसिकली टु टाइप्सको छ भनेको छ होइन। नर्मल स्ट्रेस हो, नर्मल स्ट्रेसभित्र चाहिँ नि त्यसको दुईवटा टाइप्सहरू छ, कम्प्रेसिभ स्ट्रेस र टेन्सनल स्ट्रेस। र त्यसमा चाहिँ त्यसको नर्मलभन्दा अर्को टाइप्स चाहिँ के हो भन्दाखेरि सेयर स्ट्रेस है। हाम्रो कम्प्रेसिभ र टेन्साइल चाहिँ नर्मल स्ट्रेसकै टाइप्स हो। अब त्यसपछि सेकेन्ड टाइप चाहिँ के छ भन्दाखेरि हाम्रो सेयर स्ट्रेस छ है। अब सेयर स्ट्रेस चाहिँ यहाँ हेर्नुहोस्, अब सेयर स्ट्रेस बुझ्दाखेरि चाहिँ नि हेर्नुहोस् होइन। अब सेयर स्ट्रेस केलाई भन्ने त होइन, द स्ट्रेस विच एक्ट प्यारलल अर एलोङ द क्रस सेक्सनल एरिया अफ द मेम्बर इज नन एज सेयर स्ट्रेस। त्यस्तो स्ट्रेस जुन चाहिँ के छ क्रस सेक्सन एरियाको प्यारलल लागिरहेछ। अब यसमा चाहिँ बुझ्न अप्ठ्यारो लाग्छ भनेपछि तपाईँहरूले के गर्नुहोस् भनेपछि यो हाम्रो कुनै मेम्बर छ, यो बिम छ हेर्नुहोस् होइन। नर्मल स्ट्रेस भनेर के हो भन्दाखेरि यसको चाहिँ नि यो क्रस सेक्सन एरियाको चाहिँ नि परपेन्डिकुलरमा लाग्ने फोर्सलाई परपेन्डिकुलर डाइरेक्सनमा लाग्ने स्ट्रेसलाई नर्मल स्ट्रेस भन्छ भनेपछि यो क्रस सेक्सन एरियाको चाहिँ नि यो प्यारललमा अर एलोङ भन्दा नि हुन्छ, यो क्रस सेक्सन एरियाको चाहिँ नि प्यारललमा लाग्ने स्ट्रेसलाई के भन्छ सेयर स्ट्रेस भनिन्छ। यसरी गर्दा नि भयो। अब हाम्रो त्यहाँनिर चाहिँ फिगरमा यसरी देखाएको छ। अब यो मेम्बरको यतापट्टि चाहिँ नि फिक्स गरिएको छ, एट्याच गरिएको छ। यसको योलाई क्रस सेक्सन एरिया मान्ने, यसलाई क्रस सेक्सन एरिया मान्ने भनेपछि यसको प्यारललमा लाग्ने स्ट्रेसलाई के भनिन्छ सेयर स्ट्रेस भन्छ। सेयर स्ट्रेसलाई हाम्रो यो टाउले जनाएको हुन्छ है। योले चाहिँ के गर्छ भन्दाखेरि योले चाहिँ नि अब यो मेम्बरमा यसरी धकेल्या जस्तो हो, यो मेम्बरलाई यसरी ठिला जस्तो हो भनेपछि योले चाहिँ नि यहाँनिर के गर्छ हाम्रो एङ्गुलर डिफर्मेसन गराउनु खोज्छ है। सेयर स्ट्रेसले के गर्छ हाम्रो यसरी चाहिँ बडी माथि धकेल्दाखेरि यसरी चाहिँ टिल्ट भएर चाहिँ के हुन्छ एङ्गुलर डिफर्मेसन आउँछ। जस्तो यो बडी छ भनेपछि यो पोइन्ट यहाँ पुग्ने भयो, यो पोइन्ट यहाँ पुग्ने भयो भनेपछि चाहिँ के हुन्छ भने यसरी गएको बडी यसरी भयो भने चाहिँ के हुन्छ यहाँनिर एङ्गुलर डिफर्मेसन गर्नु खोज्छ। अब चाहिँ नि यसमा हेर्नुहोस् डेफिनेसन पढौँ। द स्ट्रेस विच एक्ट प्यारलल अर एलोङ द क्रस सेक्सन एरिया अफ द मेम्बर इज नन एज सेयर स्ट्रेस। त्यस्तो स्ट्रेस जुन चाहिँ के छ हाम्रो यो मेम्बरको क्रस सेक्सनसँग प्यारललमा लागिरहेको छ त्यस्तो स्ट्रेसलाई के भन्छ हाम्रो सेयर स्ट्रेस भन्छ होइन। अब योहरू भयो। अब एउटा दुईवटा टपिकहरू चाहिँ एउटा बेन्डिङ स्ट्रेस भन्ने, टोर्जनल स्ट्रेस भन्नेहरू पनि छ। मेनमा चाहिँ नि हाम्रो यही हो होइन। अब यति कुराहरू चाहिँ नि बुझ्नुभयो होला होइन, आशा छ बुझ्नुभयो होला। अब यसको चाहिँ नि हामीले चाहिँ नि प्रत्येक हाम्रो भिडियोहरूको चाहिँ नि पिडिएफहरू पनि दिने गरेका छौँ, जुन चाहिँ हाम्रो हरेक भिडियोको चाहिँ नि डिस्क्रिप्सनमा रहन्छ, त्यो पनि हेर्नु होला होइन। धन्यवाद।